धरानका मेयर हर्क साम्पाङ बाटोमा बेल्चा लिएर कोदालो र बेल्चा लिएर पहिरो पन्छन निस्कनु भएको छ। उहाँको यो भिडियो हेरौँ र तपाईलाई कस्तो लाग्यो यो भिडियो, उहाँको यो आइडिया कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला। राम्रो नराम्रो जस्तो पनि तपाईँ कमेन्ट गर्न सक्नुहुन्छ है त। ओके, श्रमदानबाट बाटो क्लियर गर्दै हुनुहुन्छ हाम्रो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङज्यू, स्वतन्त्र मेयर, र उहाँलाई अरूले साथ दिनुभएको छ। तर मेरै विचारमा चाहिँ यसरी यो गर्नुभन्दा डोजर अनि बाटो रहेछ, डोजरले सफा गरेको भए एकदम छिटो सजिलो हुन्थ्यो जस्तो लाग्छ। पछाडिपट्टि मान्छेहरू कुरेर बसिरहेका छन्, यात्रुहरू। यो त 4-5 जनाले यसरी फालेर त कहिले सकिने यो। युटिलाइजेसन अफ डिभाइसेस र मेसिन पनि गर्नुपर्छ जस्तो लाग्छ मलाई है, मेरो विचारमा। तपाईँहरूको विचारमा के लाग्छ भन्नु होला है। हर्क साम्पाङजीलाई देखाएको छ, पानी परिरहेको छ, टोपी लाउनु भयो। गर्न खोज्नु भएको एकदम राम्रो हो, धरानमा राम्रो पनि गर्नुभएको छ उहाँले। तर यो चाहिँ अलि ठिक लागेन। तपाईँलाई के कस्तो लाग्छ भन्नु होला है त।